लगाइज होइन फाइनल्ली अब दिन आइसक्यो। अब जोस् अब साथीले अब आज यसो गाडी हेर्न जाँदैछौँ यसको कस्तो छ कन्डिसन भनेर ग्यारेजमा। यदि कन्डिसन राम्रो रहेछ भने आज टक्क लाएर किनिदिन्छु। जो सस्तोमा दिइरहेछ साथीले होइन। अब फाइदा भनेको के भन्दाखेरि उसलाई पछि दिँदा पनि हुन्छ टक्क लाएर। अनि आज यो ड्राइभ गरेर म लिँदैछु टोरन्टो। यत्रो लामो यात्रामा पहिलोचोटि हो, त्यही भएर यदि गाडीमा कन्डिसन सबै राम्रो लाग्यो भने चाहिँ मैले गाडी लिने नै भइसक्यो। त्यही भएर यो साथीले पहिल्यै किनेको 1 वर्ष अगाडि राम्रो छ गाडी, जोस् ठुलो गाडी। अब हेरौँ के हुन्छ है त। अब आज पहिलोचोटि हो लामो यात्रा ड्राइभिङ गर्दैछु। विश मी लक। यस्तै हो है यहाँको ग्यारेजहरूमा। यस्तो सेफ्टी पास गऱ्यो भने चाहिँ फिक्स हुन्छ, नत्र हुँदैन। यहाँनिर चाहिँ अब काम स्कर्पियो आइसकेपछि काम सक्सेस चाहिँ भएन। किन भन्दाखेरि यहाँनिर एउटा तनाव भयो, त्यसको लागि धेरै पैसा नै लाग्ने भयो। यो जुन रस्ट छ यो रस्टलाई सेफ्टी पास गर्दैन रे। यहाँनिर एउटा नर्मल ग्यारेजवालाले पनि सेफ्टी दिन इन्कार गरिदियो, सेफ्टी दिन मानेन। किन भन्दाखेरि जब त्यही रस्टले गर्दा। त्यही भएर गाडीको लागि यो देशमा एकदमै सेफ्टी चाहिन्छ। यसले त्यो मान्छे यसको यति नजिकको चिनेको भयो भने त्यसले दिन मान्दैन। किन भन्दाखेरि यदि गभर्मेन्टले उनीहरूलाई नै फाइन हान्ने, उनीहरू नै ब्ल्याकलिस्टमा पर्छ। त्यही भएर सबै ग्यारेजहरूले पनि सेफ्टी लाइसेन्स दिन्छ भनेपछि बनाएर यो गाडी रोडमा चल्नलाई सुरक्षित छ भन्ने कुरा उनीहरूले फिक्स गर्छन्। जब त्यो पहिला चाहिँ पेपर बेस्डमा हुन्थ्यो, तर अहिले चाहिँ सबै अनलाइन भएको कारणले फोटोसोटो खिचेर पठाउनुपर्छ अरे। त्यही भएर त्यो जुन खिया लागेको पार्ट छ त्यसलाई चाहिँ फोटो हाल्यो भने त्यो मान्दैन पक्कै पनि। त्यही भएर हुँदैन भने रिक्वेस्ट गरेको हामीले। तर पनि के गऱ्यौँ भन्दाखेरि मेरो साथीले मलाई भने कि यहाँसम्म ल्याइसकेको छु, अब तँलाई म डिसएपोइन्टेड गर्न चाहन्न। म तँलाई यहाँ जति पनि सेफ्टी लाग्छ त्यसको आधी पे गर्छु भने। त्यही भएर गाडीको प्राइस यसले एकदमै घटाएर दिने भयो। किन भन्दाखेरि गाडी त किनेको 2000मै हो, तैपनि यसले अब सेफ्टी त त्यत्रो महँगो परेपछि त मैले किन्दैन। गाडी राम्रो छ 3000मा अरूले किन्छु भनिरहेको थियो, त्यही पनि यसले दिएन। किन भन्दाखेरि 3500मा बेच्छु भन्दा थियो अरूलाई, अनि 3000मा किन्ने मान्छे आउँदा पनि यसले दिएको थिएन। तर मैले चाहिँ अब 2000मै किनि भ्याएँ यसको गाडी। सेफ्टीको लागि 4000 यताउता गर्दा टायर सायर किन्नु पर्ने छ, त्यसको लागि 1000 र 3000 टोटल खर्चमा। अहिले अब यहाँ आयौँ, त्यो गाडी ग्यारेजमा छोड्यौँ। अब शुक्रबारसम्म नबन्ने अरे, उसको चिनेको मान्छे यहीँ कता। अनि उसले गाडी माग्यो। अब चाहिँ हामी मोमो खान गइरहेछौँ धेरै वर्षपछि नै। अब नेपाली रियल रेस्टुरेन्टमा गएर, अब यो ठुलो सहरमा त यो टोरन्टो GTA एरिया, टोरन्टो एरियामा चाहिँ नेपाली रेस्टुरेन्टहरू टन्नै छन्। त्यही भएर यहाँ मोमो जता पनि मिल्छ। अब जस एउटा चलेको टिकटकतिर यताउता हेरेको चलेको रेस्टुरेन्टमा जानु पऱ्यो, मोमो खानु पर्ला। अनि त्यसपछि गाडीमा छोडेर फेरि ब्याक टु पिटरबर्ग। भोलि बिहानै काम छ। ल गाइज होइन, हामी चाहिँ नेपाली रेस्टुरेन्टमा आइसकेका छौँ। अब यहाँनिर एकदमै एक्साइटेड लागिरहेछ मलाई। नेपालकै भाइब्स आइरहेछ होइन, आइरहेछ। जोस् यहाँ जोस् राम्रो छ है रेस्टुरेन्ट। एकदम भाइब्स मिलाएको रहेछ। सबै नेपालीहरू आफै एकदम नेपालै आज जस्तो भयो। यस्तो खाना खाउँ जस्तो लागिसक्यो। मोमो है, मोमोसम्म खाइयो। मोमो खाएपछि यही हो, अब यस्तो हल्का इनर्जी आउँछ होइन। अनि त्यही हो, अब घरतिर जानु पऱ्यो। अनि यो चाहिँ मेरो साथी चाहिँ अझ यहीँ बस्छ। अब यसको भोलिदेखि काम यतै हुन्छ नि त। त्यही भएर मेरो काम चाहिँ अब भोलि उता छ। त्यही भएर म अब घर जानु लागेको ट्रेन चढेर। अनि जोस् मोमो ठिकै थियो है, नेपाली भाइब्स थियो पुरै ठिक छ। अब ट्रेन कति बेला आउँछ हेर्नुपर्छ। अनि टक्क लगाएर चढेर जानुपर्छ। है ठ्याक्कै अब 12 बज्न आँट्यो रातिको। घर पुग्यो 7:30 बजी हिँडेको 12 बज्यो। त्यो आज पहिलोचोटि होला म टोरन्टोबाट यहाँ फ्रीमा आएँ। भाडै लागेन कतै पनि। यो ड्राइभर एकदमै राम्रो रहेछ होइन। एउटा बस स्टपमा रोक्नु थियो, तर पनि यो हाम्रो घरबाट नजिकै पास भएर जान्छ। तर यहाँ रोक्दैन क्या यो बसले। तैपनि यसलाई मैले यहाँ रोक्दिनँ भनेको रोकिदियो।
सही हुन्छन् मान्छेहरू कोही कोही अनि पैसा पनि लगेन सही भयो आज टोरन्टोबाट यहाँ जियोस् दुःख त पाइयो 5 घन्टा लाग्यो तर फ्रीमा आइयो जियोस् पहिलोचोटि अब त्यो गाडी लिन चाहिँ अब म फ्राइडे जान्छु होला अब घर फाइनल आइपुगेँ अनि केटाले ल खानेकुरा टन्नै दामी दामी राख्दो रहेछन् मासु तरकारी दाल भात अब भात त अब अघि पकाएर गएको थियो अब यस्तै हो घरमा जियोस् खतरा रुममेटहरू छन् भनौँ न टक्क लगाएर अब ढिलो आउने भएपछि केटाहरूले बुझेर खाना राखिदिन्छन् अब गेम के मान्नुपर्छ ल है त फाइनल्ली त्यो दिन आयो होइन यता क्यानाडामा आएर धेरै अब पिटरबोमा आएर पिटरबोबाट अब यता यहाँ आउँदाखेरि एकदमै गाह्रो भयो गाडी फाइनल्ली बनिसकेको छ है अनि यो ग्यारेज हो सबै होइन यस्तो बनेछ यति रस्टको लागि 600 रुपियाँ तिर्नु पऱ्यो ठिक छ केही छैन अब गाडी चलाएर लिन्छु अब यो नम्बर प्लेट मैले आफ्नो लिनु यो नामसारी गर्नुपर्छ यसको भ्यालुएसन सुरुमा अब डकुमेन्ट चाहिने भनेको भ्यालुएसनको डकुमेन्ट ओनरसिप चेन्ज गर्नुपर्छ अनि आफ्नो नम्बर प्लेट पनि आफ्नै हुन्छ यहाँनिर अब यो सब काम आज हुनुपर्छ भएन भने त हुन्छ फेरि यहाँसँग यस केही खाएको छैन ठिकै छ फाइनल्ली ओ ल उता ओनरसिप यो त अफिस चाहिँ उता रहेछ ग्यारेज यहाँ रहेछ अफिसमा लिउँला अब गाडीलाई ल के अरे गाडी नामसारी गर्न त एकदमै झन्झट हुँदो रहेछ नेपालकै जस्तो झन्झट घरि इन्सुरेन्सलाई फोन गरेको छ घरि मेकानिकलाई फोन गरेको छ सबैतिरबाट डकुमेन्ट रेडी गरेर बल्ल नामसारी गर्नु पर्दो रहेछ एकदमै झ्याउ यहाँनिर झन्डै नजिकै छन् अफिसहरू त्यही भएर यताउता गर्नु मलाई सजिलो भइरहेछ नत्र यता जाऊ उता जाऊ एकदमै झ्याउ अनि बल्ल तल गाडीको सेफ्टी सक्को अनि अब त्यो गाडीको भ्यालुएसन चेक गर्नलाई अब अर्को ठाउँमा जानुपर्छ अर्को भ्यालुएसन चेक गर्ने फुलिसकेको छ छैन अनि के र त्यसपछि अब त्यहाँबाट सेफ्टीको पोलिसी लगेर ठ्याक्कै जान्छु सर्भिस ओन्टारियोमा लाइन लागेर यत्रो ठुलो लाइन थियो अघि गएर आएको अब त्यहाँ रेजिस्टर गरेर बल्ल यता गाडी लिन पाइन्छ अहिले गाडी लिन पाइँदैन किन भन्दाखेरि त्यसको इन्सुरेन्स पनि छैन रेजिस्ट्रेसन अर्काको नाममा छ त्यही भएर साथीको नाममा रेजिस्ट्रेसन गरेर अलि रिस्की हो अरूको गाडी चलाइदिन उसले यहाँ मसँग भयो भए म चलाउँथेँ मसँग छैन नि त अब यहाँ ट्रस्ट कसैको हुँदैन किनभने क्र्यास गऱ्यो भने उनीहरूको इन्सुरेन्स बढ्ने हो उनीहरूलाई फेरि 100-200 तिरिरहेछन् भने उनीहरूले 300-400 तिर्नुपर्छ म नै पछि झन् त्यो त्यही माथि त्यही भएर यहाँ एकअर्कालाई गाडी दिन एकदमै रिस्की हुन्छ है अनि हेरौँ अब के हुन्छ अब त्यहाँ भ्यालुएसन गर्ने जान्छु त्यसपछि सर्भिस ओन्टारियो जान्छु त्यसपछि नामसारी गरेपछि फेरि गाडी लिन आउँछु सक्यो काम त्यसपछि कन्स्ट्रक्सनमा ल फाइनल्ली यता र उता सरकारी काम पनि यस्तो 1 घन्टा लाइनमा बसेर अलमोस्ट 1 घन्टा लाइनमा बसेर ल फाइनल्ली नम्बर प्लेट रेजिस्ट्रेसन नम्बर सबै आइसक्यो डन भयो अब घर अब जाने यो नम्बर प्लेट लगाउने गाडीमा अनि मेरो गाडी भयो फाइनल्ली अनि यस्तो मोबाइल पनि चार्ज सकिसकेको थियो अनि त्यही भएर यता पन्जाबी रेस्टुरेन्टमा आएर थरी खाना सही हो म अब खान्छु अनि अब गाडी भएको ठाउँमा जानुपर्छ फेरि कतिवटा बस चेन्ज गर्नुपर्ने राइट दिस इज माई लास्ट ट्रिप लास्ट मिठो रहेछ यार जो कस्तो स्वाद आएको यार यो नेपालमै बनाएको जस्तो लागिरह ल रेस्टुरेन्टको खाना एकदमै मिठो थियो है मैले यस्तो अब टिप्स दिन नसके पनि गुगल रिभ्यू चाहिँ दिदिएँ पन्जाबीहरूको खाना पनि मिठै हुन्छ है फेरि अनि त्यही हो यो नम्बर प्लेट आयो ल फाइनली पुग्यो है अब यो नम्बर प्लेट लाग्छ यो निकालेर ठ्याक्कै पानी सानी पर्दिरा अब ठ्याक्कै अब त भोलिको लागि कामको लागि त्यहाँ ठाउँमा पुग्नुपर्ने छ अब 100 किलोमिटर रहेछ यहाँबाट
हाइवे चलाउनु पर्ने छ। अब यो फर्स्ट टाइम एक्लै होइन, एक्लै लुगा लत्ती बोकेर चल्दैछु म। ल अब ड्राइभिङ गर्दा मोबाइल चाहिँ नचलाउनु पर्ला। पानी हेभी पानी परिरहेछ तर केही छैन। एकछिन पानी धुकेर जाने हो कि के गर्ने हो सोचिरहेको छु कि, तर होस् अब बिस्तारै जान्छु है। हल्का अब ब्र्याम्पटनतिर आएको बाटोमा यसो सपिङ गरेको होइन। पानी कोकहरू यति चाहिँ अब 5000को भयो यार नेपाली। फाइनली मैले यो लगेँ होइन, सस्तो पायो। दुईवटा रहेछ, एउटा यस्तोमा राख्ने प्लस यो पनि रहेछ होइन। इट्स अ बिग फोन यहाँ। ल आजको ब्लग अब यति नै भनौँ। क्लिपहरू काट्दै काट्दै हालिरहेको छु मैले। अब यही हो, ड्राइभिङ इजी नै छ यतातिर, किन भन्दाखेरि एकदम केयरफुल्ली चलाएर आउँछन् मान्छेहरू, कोही कोही मात्र हो त्यस्तो। अब भनेको चिन्ता क्रेडिटको है। ल बाई।